एकदमै देखिराख्नु भएको छ, तीव्र गतिमा एकदमै आगो लागिरहेको छ। यो आगोले यो जमिनमा भएको फोहोर कुरालाई नष्ट गरिरहेको छ, जलाइरहेको छ, भस्म पारिरहेको छ। जति पनि तपाईँले देखिराख्नु भएको छ यो झारपातहरू मरिरहेको छ। मानिसको जीवनमा पनि यस्तै धेरै कुराहरू छन् जो कुराले चाहिँ मान्छेको जीवनमा फलन तर आशिषित हुनको निम्ति रोकिरहेको हुन्छ। त्यो कुरालाई जलाउनुपर्छ, त्यो कुरालाई भस्म पार्नुपर्छ। त्यो कुरा जलाउनको निम्ति मानिसको जीवनमा भएका खराब कुरा जलाउनको निम्ति पवित्र आत्माको शक्ति चाहिन्छ। पवित्र आत्मा एउटा आगो हुनुहुन्छ। उहाँले मानिसको जीवनमा भएका हरेक कुराहरू जो मानिसको जीवनलाई खराब गर्ने, नरकतिर लैजाने, पापतिर लैजाने, अधर्मतिर लैजाने कुरालाई नष्ट पार्नुहुन्छ। त्यस कारणले जब तिमीहरूले पवित्र आत्मा पाउनेछौ, तिमीहरूले पवित्र आत्मा पाएपछि शक्ति पाउनेछौ। येशू ख्रिस्टले भन्नुभएको छ हामीलाई शक्ति चाहिन्छ जो हाम्रो जीवनमा भएका हरेक कुरालाई नष्ट पार्नको निम्ति, हाम्रो जीवनलाई चाहिने असल कुरा प्राप्त गर्नको निम्ति पवित्र आत्मा चाहिन्छ। देखिराख्नु